हेलो एभ्रिवान होइन आज चाहिँ मैले यो 1 कप अफ ओरियो बिस्कुट 1 प्याकेट अफ आइम सरी होइन 1 प्याकेट अफ ओरियो बिस्कुट र मैले यो मिल्कहरू 2 कप अफ मिल्क हालेँ मैले त्यो मिक्सरमा देन मैले यो ब्रेड लिएँ 1 प्याकेट अफ ब्रेड एगेन मैले चाहिँ भेजिसहरू ओनियनहरू काटेँ यहाँ यसरी अन्तिमसम्म हेर्दै जानु होला मैले के गरिरहेको छु यहाँ भनेर बिकज आज चाहिँ म एकदमै अतरङ्गी टाइपको खानेकुराहरू बनाउन गइरहेको छु साथीहरू अनि यो ब्रेडलाई चाहिँ हजुरहरूले यसरी साइडबाट बिस्तारै बिस्तारै गरेर कटिङ गर्नुहोस् बिकज यो भाँचिने डर हुन्छ एन्ड देन यो केचप होइन यो केचप चाहिँ मलाई एकदमै मनपर्छ सो यो केचप पनि लगाउनुहोस् त्यो ब्रेडमा बिकज यो केचप चाहिँ म ब्रेडमा किन लगाइरहेको छु भने नि यो त्यो ग्रिन चटनी भन्दा पनि यो केचप लगायो भने चाहिँ बेस्ट हुन्छ है एन्ड अफकोर्स यो म के बनाउन गइरहेको छु तपाईँहरूलाई यदि थाहा छैन भने म भनिदिन्छु यो चाहिँ म भेज स्यान्डविच बनाउन गइरहेको छु गाइज अनि त्यो कुकुम्बर ओनियन थियो त्यो मैले यसरी त्यसमा माथिबाट त्यसमा हालेँ डेकोरेसन गरेको जस्तो ट्यापले मैले त्यसलाई भित्रबाट त्यसको किमा भन्छ नि त मोमोमा किमा हालेको हुन्छ नि हो त्यस्तै ट्यापले मैले पनि स्यान्डविचमा भेज स्यान्डविचमा त्यो त्यसको भित्रबाट किमा जस्तो हालिदिएँ सो गाइज मैले चाहिँ यो 2 पिस अफ ब्रेड बनाइरहेको थिएँ सो हेर्नुहोस् मेरो भिडियो एकदमै इन्ट्रेस्टिङ टाइपले होप होइन यु गाइज ह्याभ लभ माई दिस भिडियो सो साथीहरू यसरी नै मैले बनाएँ भेज स्यान्डविच होइन इन माई होम किचन एट अ भेरी फर्स्ट टाइम है सो यदि केही पनि गल्तीहरू भयो भने सो डोन्ट मेक इट लाइक फन है बिकज इट इज माई फर्स्ट टाइम अनि मैले पनि यो युट्युबबाट नि हेरेर बनाएको हो बिकज मलाई एकदमै बनाउन मन लागेर नत्र भए म प्रायः जस्तो यस्तो बनाउँदिनँ बाहिर गएर किनेर खान्छु बट यो टाइम चाहिँ वाइ नट भनेर होइन मैले बनाएँ एन्ड गाइज इट इज लिटरली सो फन होइन एन्ड एट द सेम टाइम इट इज बेस्ट टु इट होइन एन्ड सो यम्मी सो यु क्यान सी हेयर द्याट आई युज दिस इज नाइफ होइन नाइफ युज गरेर यसरी हल्का हल्का ब्रेडमा तपाईँले लगाउनु भयो भने त ससेज नि एकदम मजाले बस्छ क्या गाइजहरू रेडी भइसकेको छ यहाँ मेरो भेज स्यान्डविच साथीहरू हेर्न सक्नुहुन्छ मेरो स्किल है मेरो खतरा स्किलफुल मान्छे छु म सो देन मैले यो बनाएको थिएँ मिल्क सेक ओरियो मिल्क सेक सो यहाँ छ मेरो भेज स्यान्डविच एन्ड ओरियो मिल्क सेक सो गाइज अन्तिममा हेर्नु मैले ट्राई पनि गरेँ यहाँनिर ओरियो मिल्क सेक यो एकदम स्मुथी जुसी होइन टाइपको थियो एकदमै स्विट खालको आई लिटरली लाइक दिस ओरियो मिल्क सेक होइन त्यो बजारमा 300-400 किनेर खानुभन्दा राम्रो यो मिठो अनि हेल्दी पनि हुन्छ यो स्न्याक होइन लाइक यो मैले खाएको थिएँ माई गॉड आई फर्गेट के भन्छ हौ यसलाई स्यान्डविच भेज स्यान्डविच खाएँ गाइज बनाएर म त्यति खाँदिनँ यो एन्ड थ्याङ्क्स फर वाचिङ माई भिडियो